प्रश्न नम्बर 1। म्युचुअल फन्ड यानी म्युचुअल फन्ड भनेको के हो? उत्तर। समाजमा रहेका सर्वसाधारण लगानीकर्ताहरूबाट ससानो बचत रकम सङ्कलन गरी विभिन्न सङ्घ-सङ्गठनहरूद्वारा निष्कासित प्रतिभूतिहरूमा लगानी विविधीकरणको सिद्धान्त अनुसार लगानी गर्ने उद्देश्यले स्थापना भएको संस्थालाई सामूहिक कोष वा म्युचुअल फन्ड भनिन्छ। प्रश्न नम्बर 2। खुद सम्पत्ति मूल्य नेट एसेट्स भ्याल्यू भनेको के हो? उत्तर। सामूहिक लगानी कोषले लगानी गरेका धितोपत्रको कुल बजार मूल्यबाट तिर्नुपर्ने दायित्व घटाएपछि आउने रकमलाई कोषका एकाइहरूले भाग गर्दा आउने मूल्यलाई खुद सम्पत्ति मूल्य नेट एसेट्स भ्याल्यू भनिन्छ। प्रश्न नम्बर 3। निवृत्ति भरण कोष भनेको के हो? व्हाट इज अ पेन्सन फन्ड? उत्तर। सरकारी कर्मचारीको लागि योगदानमूलक निवृत्ति भरण प्रणाली लागू गर्न तथा अवकाश हुँदा पाउने निवृत्ति भरण वा उपदान रकमलाई व्यवस्थित गर्न सरकारी स्तरबाट स्थापना गरिएको कोषलाई निवृत्ति भरण कोष पेन्सन फन्ड भनिन्छ। प्रश्न नम्बर 4। मर्चेन्ट ब्याङ्क भनेको के हो? उत्तर। धितोपत्र निष्कासन तथा बिक्री वितरण र व्यवस्थापनसँग सम्बन्धित आवश्यक सम्पूर्ण काम गर्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त वित्तीय संस्था नै मर्चेन्ट ब्याङ्क हो। प्रश्न नम्बर 5। मर्चेन्ट ब्याङ्करका कुनै 2 कार्यहरू लेख्नुहोस्। उत्तर। मर्चेन्ट ब्याङ्करका कुनै 2 कार्यहरू निम्न छन्। 1। आफ्नो लिडिङ कम्पनीको पुँजी व्यवस्थापन गर्ने। 2। शेयर नामसारी तथा सङ्गठित संस्थाको तर्फबाट शेयर धनीको अभिलेख राख्ने। प्रश्न नम्बर 6। क्रेडिट रेटिङ एजेन्सी क्रेडिट रेटिङ एजेन्सीले के गर्छ? उत्तर। साख श्रेणीकरण सङ्गठन क्रेडिट रेटिङ एजेन्सीले विभिन्न निकायहरूको व्यवस्थापन क्षमता र वित्तीय अवस्था आदिको आधारमा ऋण फिर्ता गर्न सक्ने वा नसक्ने स्थितिको बारेमा तथ्याङ्क प्रदान गर्ने कार्य गर्दछ। प्रश्न नम्बर 7। कर्जा सूचना केन्द्र क्रेडिट इन्फर्मेसन ब्युरोको मुख्य कार्य के हो? उत्तर। कर्जा सूचना केन्द्रको प्रमुख कार्य ब्याङ्क तथा वित्तीय संस्थाहरूको कर्जा सम्बन्धी आवश्यक सूचनाहरू सङ्कलन गरी कर्जा प्रवाह गर्नुअघि कर्जा सूचना लिए नलिएको विषयमा जानकारी प्रदान गर्नु हो। प्रश्न नम्बर 8। निक्षेप तथा कर्जा सुरक्षण कोष डिपोजिट एन्ड क्रेडिट ग्यारेन्टी फन्डका 2 मुख्य कार्यहरू लेख्नुहोस्। उत्तर। निक्षेप तथा कर्जा सुरक्षण कोषका 2 मुख्य कार्यहरू निम्न छन्। 1। ब्याङ्क तथा वित्तीय संस्थामा जम्मा भएको सर्वसाधारणको बचतको संरक्षण गर्ने। 2। ब्याङ्क तथा वित्तीय संस्थाहरू मार्फत भएको लगानीको संरक्षण गर्ने।